जापानमा चाहिँ अहिले पश्चिमबाट पनि एकदमै धेरै भएको हिसाबले चाहिँ अहिले हाम्रो सुदूरपश्चिम समाज भन्ने चाहिँ छ। अनि जस्तो हाम्रो अहिले विभिन्न सङ्घ संस्थाहरू चाहिँ एकदमै छन् र यसले चाहिँ एउटा नेपालीहरूलाई एकताबद्ध गर्न, नेपालीहरूलाई चाहिँ एउटा जापानमा चाहिँ रहँदाखेरि अब विभिन्न अहिले कामकै कुराहरूमा पनि जस्तो अब त्यो सङ्गठन हुँदाखेरि जस्तो नयाँ भाइ बहिनीहरू चाहिँ कहाँ ठोकिने त आएर होइन। नयाँ भाइ बहिनी जस्तो अहिले हाम्रै कतिपय भाइहरूले चाहिँ त्यही हाम्रो सुदूरपश्चिम समाजबाटै अहिले फुटबलको क्लब खोलेर चलाइराख्नु भएको छ होइन। अब त्यहाँ नयाँ भाइ बहिनीहरू त त्यसमै ठोकिन्छ। अनि उनीहरू चाहिँ त्यहाँ त्यसरी जम्मा हुँदाखेरि उनीहरूलाई कामको कुराहरूमा एकअर्कामा चाहिँ परिचय गर्न होइन। अब त्यसरी हुने त हो नि। त्यो भएर चाहिँ हजुर, मलाई चाहिँ कस्तो लाग्यो भने म पनि इन्डिया बसेकै हो होइन। म चाहिँ कस्तो भयो भने सुदूर पूर्वको मान्छे र हामी हामी चाहिँ कस्तो सुदूर पूर्व र सुदूर पश्चिमको ठ्याक्कै नेपालको ओल्लो छेउदेखि पल्लो छेउको लास्ट जिल्लाको परेछौँ है हामी। म चाहिँ सुदूर पूर्व, त्यो पनि लास्ट उत्तरी भेग लास्ट ताप्लेजुङ हो मेरो, तपाईँको कैलाली है, टिकापुरतिरै। त्यसो गर्दाखेरि म फेरि इन्डिया बस्दाखेरि पश्चिम क्षेत्रकै प्राय सबै टोटली नै पश्चिम क्षेत्रको हुन्थे। त्यसो गर्दाखेरि इन्डियामा प्रत्येक घरको एकजना होइन दाजु गइसकेपछि भाइहरू तानिएर त्यसरी काम गर्ने सिस्टम छ इन्डियामा। अनि मेरो बुझाइअनुसार र मैले सुनेअनुसार चाहिँ सबैभन्दा पहिला जापान धेरै मात्रामा छिर्ने पनि पश्चिम क्षेत्रकै हो। किन छिरे भन्दाखेरि त्यो समयमा यस्तो हो कि इन्डियामा चाहिँ कुकिङको लाइनमा सबैभन्दा धेरै नेपाली होइन, पश्चिम क्षेत्रबाटै छिरेको थियो। अनि हाम्रो अहिले यहाँ चाहिँ बढी जस्तो अब हाम्रो बागलुङको स्याङ्जा पर्वत यो क्षेत्रको चाहिँ एकदमै पहिलेदेखि आउनु भएको होइन। अब यहाँको जापानको जस्तो एनआरएनको नेतृत्व गर्ने सबै कुराहरूको यहाँको जस्तो यहाँ जापानमा आएर एकदमै व्यावसायिक तरिकाले पहिलेदेखि एकदमै व्यवसाय गरेर आफूलाई गरेको चाहिँ हाम्रो पहिला चाहिँ हाम्रो के अरे यो क्षेत्रको चाहिँ अलिक बढी हुनुहुन्छ। हजुर, उहाँहरू बुटवल, गुल्मी, पाल्पा, बागलुङ प्राय म्याक्सिमम मैले देखेको, प्राय जस्तो मैले भेटेको चाहिँ त्यहाँको। म पनि इन्डिया बस्दाखेरि र उनीहरूसँगै काम गरेको गर्दाखेरि त्यो हिसाबले नै पनि हो। उनीहरूको फ्यामिलीमा कोही न कोही प्राय जापानै थियो फेरि। त्यसरी हुँदै म पनि त्यही ब्याकग्राउन्डबाट कनेक्सन भएर आइपुगेको मान्छे हो। खासमा चाहिँ म एउटा सुदूर पूर्वको मान्छे, म पूर्वकै ब्याकग्राउन्डबाट आएको चाहिँ होइन। म पश्चिमी जुन भूगोल छ नेपालको उहाँकै त्यहाँको दाजुभाइहरूसँगै काम गरेको, त्यहीँको दाजुभाइहरूबाटै म यो यहाँसम्म काम गर्दै यसो कतिपय अब कसैको विश्वास जित्यो, कतिको मन जित्यो, उनीहरूले मलाई विश्वास गरे र अब होइन जान्छ भने एकचोटि कोसिस गर भनेर उनीहरूले भनेपछि उनीहरूबाटै हो म प्रेरित भएर म यहाँसम्म आइपुगेको छु म पनि। त्यसो त अनि अब यो एक किसिमको अब जापानको एउटा बारेमा चाहिँ केही कुराहरू भयो है। अब अहिले तत्काल अब नेपालको पनि कुरा गरौँ होइन। विदेशमा रहने नेपालीहरूलाई देशको बारेमा कतिको चासो रहन्छ रहँदैन? यस्तो हो, अब आफ्नो देशको चासो त डेफिनेटली रहन्छ। त्यसमा पनि अझ विदेश भइसकेपछि मान्छेलाई कस्तो हुन्छ त्यो विदेशको जुन एकदमै बिजी इन्भाइरोमेन्ट हुन्छ त्योबाट फुर्सद हुने बित्तिकै मान्छेले पहिलोचोटि नै नेपाल सोध्छ कि नेपाल सोध्छ, आफ्नो फ्यामिली सोध्छ होइन। आफ्नो म त दुईवटा मेरो बच्चाहरू नेपालमै छ, मेरो आमा हुनुहुन्छ होइन, परिवारै नेपाल छ होइन। अब त्यो हिसाबले पनि नेपालको चिन्ता त एकदमै आफ्नो मातृभूमि हो होइन। हामी त अब विभिन्न किसिमले अब बाध्यतावश एउटा आफ्नो परिस्थिति देशमा रोजगार छैन, एउटा किसिमको रोजगार पनि छ, रोजगार नभएको होइन। म पनि रोजगार गर्थेँ होइन, काम गरिरहेको पनि थिएँ। अब त्यसपछि
5-7 वर्ष जागिर गर्दाखेरि अब केही गरौँ आफ्नै केही काम गरौँ भनेर काठमाडौँ आएर व्यवसाय गऱ्यो। अब लकडाउनले गर्दा विभिन्न मेरो होस्टेल व्यवसाय थियो अनि होस्टेल व्यवसाय अब लट्याक्कै लकडाउनकै बेलामा खोलियो। अब त्यो मौका त्यस्तै पर्यो। त्यसपछि त्यो चलेन। अब चलेन भन्दा पनि अब त्यो विद्यार्थी नभइसकेपछि अब विद्यार्थीले नै चल्ने हो होस्टेल भनेको होइन। अब विद्यार्थी नहुँदाखेरि नै अब नचलिसकेपछि अनि अब जापान आउनुपर्ने एउटा विकल्प भनेको जापान हेऱ्यो र अब मेडम आएर 2 वर्ष यहीँ पढिसकेपछि अनि यहाँकै अब कम्पनीमा चाहिँ भिजा चेन्ज भयो, वर्किङ भयो अनि त्यसरी म आएँ। र अब हामीले नेपाललाई चाहिँ एकदम अब नेपाललाई माया मारेर आएको त होइन। अब यो त एउटा समय परिस्थितिले चाहिँ हामी विदेशमा बस्नुपर्ने एउटा नेपालीहरूको बाध्यता छ। र अब नेपालको पनि अब कस्तो भने चाहिँ अब विदेश बसेर नेपालको माया त लाग्छ, तर अब नेपालमा बस्नेले चाहिँ नेपालको माया गर्नु पर्यो। जो नेपालमा जस्तो अहिले पुराना पार्टीहरू हुनुहुन्छ होइन, राजनीतिज्ञ हुनुहुन्छ, जस्तो अब अहिले नयाँ निक्लिरहेको पार्टीहरू छन्, नयाँ अहिले जस्तो अब जेनजी जुन मुभमेन्ट भयो नेपालमा, अब यसपछि पनि त नयाँ नयाँ पात्रहरू आइरहेछ नि त। सबै व्यक्तिहरू नयाँ नयाँ निस्किराख्नु भएको छ। उहाँहरूले चाहिँ एकदमै अब नेपाललाई चाहिँ सोचेर होइन, नभएको त केही पनि छैन नि त देशमा, काम गर्ने युवा जनशक्ति छ होइन। अब सबै कुरा म एउटा कुरा के अचम्म लाग्छ भने चाहिँ एउटा सानो टापु छ क्या जापानमा, माउन्ट फुजी भन्ने होइन। सानो टापु छ एउटा हिमाल। म चाहिँ तपाईँको सिजोका बस्दाखेरि मैले त्यो देख्ने मौका पनि पाएँ कि। अनि त्योलाई चाहिँ उनीहरूले संसारभर प्रमोट गरेको छ क्या। हाम्रो देशमा यो माउन्ट फुजी त्यो तपाईँको यसको हिस्ट्री पनि कस्तो छ भनेपछि त्यो हिमाल पनि होइन क्या, त्यो भल्क्यानो निस्किँदाखेरि त्यहाँ ज्वालामुखी भइसकेपछि त्यो पहाड बन्यो होइन। अनि त्यसमा चाहिँ अहिले हिउँ पर्छ। अनि त्यो चाहिँ अग्लो टापुमा हिउँ पर्दाखेरि त्यहाँ अहिले तपाईँको संसारभरि त्यसलाई प्रमोट गरेको छ कि। तर हाम्रो देशमा चाहिँ विश्वको 10वटा अग्लो हिमालमा 8वटा एउटै देशमा पर्छ कि, नेपालमा। तर हामीले सकेका छैन नि त प्रमोट गरेर। एउटै हामीले तपाईँको त्यही माउन्ट एभरेस्ट भन्छ, अब त्यसको पनि राम्रोसँग होइन हुन्छ नि त। अब तपाईँको त एउटा हिमाल मात्रै राखेर हुँदैन के। त्यो हिमालमा सम्बन्ध जस्तो तपाईँको हिमालमा गर्न सकिने हामीले गेमहरू हुन्छ, स्केटिङहरू हुन्छ होइन। तपाईँको होटेल व्यवसाय त्यही अनुसार हुनु पर्यो। मान्छेलाई त्यो किसिमको जस्तो अब हिमाल चढ्नुको लागि पनि त विभिन्न ट्र्याकहरू हुन्छ नि त, खोलिनु पर्ने होइन। अब तपाईँको जस्तो अब त्यहाँको मौसमहरू बिग्रिन्छ। अब हिमालको अब हिउँ पर्दाखेरि मौसमहरू बिग्रिन्छ, त्यो तपाईँको तिनीहरूको रेस्क्यु टाइममा हुनु पर्यो। यो कुराहरू सबै तपाईँ गर्न सक्यो भने त नेपालमा त एकदमै अपर्च्युनिटी छ नि त। नेपाल एकदम छिटो। र अर्को भनेको कस्तो भने चाहिँ कुनै पनि देशले चाहिँ तपाईँको बेच्ने भनेको केही कुराहरू जस्तो तपाईँको खाडी मुलुकहरूमा केही पनि छैन, तर त्यहाँ तेल मात्रै छ कि। तर उनीहरू तेलै बेचेर संसारकै धनी भएको छ नि त। अहिले तपाईँको कतार हेर्नुहोस् त, त्यत्रो विश्वकप आयोजना गर्छ होइन। अहिले तपाईँको ठुल्ठुलो फुटबल क्लबहरू कतारको छ, ठुल्ठुलो एयरलाइन्स अहिले तपाईँको कतार एयरवेज भनेको संसारमै हुन्छ होइन। अनि उनीहरूले के भने त्यो तेलकै एउटा मार्केटले बनायो कि। अब जापानमा हेर्नुहोस् तपाईँको टेक्नोलोजी उनीहरूको होइन, अब इलेक्ट्रिक सामानहरू भयो, गाडीहरूको उनीहरूको उत्पादन भनेको त्यो हो नि त होइन। अहिले तपाईँको संसारकै सबभन्दा फास्ट ट्रेनहरू बनाउँछ। अनि उनीहरूले चाहिँ त्यो टेक्नोलोजीमा विकास गरे। अब हाम्रो देशले के गर्ने त भन्नेको होइन। हाम्रो देशको सबैभन्दा अहिले अब देखेको भनेको एउटा हाम्रो जलविद्युतमा एकदम सम्भावना छ होइन। अनि अर्को भनेको हामीले टुरिज्मै हो कि। अब कृषि भनेको हामीसँग जमिन एकदमै थोरै छ होइन। हुन त अब तपाईँको हिमाल पहाड तराई गर्दाखेरि हाम्रो सबै चिज किसिमको गर्न मिल्छ। तर हाम्रोमा कस्तो छ भनेपछि जमिनको एउटा भागभण्डा कस्तो छ भने चाहिँ थोरै छ क्या। तपाईँसँग 10 कट्ठा